अस्ति भर्खरै पनि जिल्ला समन्वयको गेटको अगाडि बहाल आर्मी सिभिलमा हिँड्दा भएको छ नि त समस्या हैन। पछाडि अरु बिलेटले काटेर लुटपाट गरियो हैन। जिल्ला समन्वय अगाडि नगरपालिकाको अगाडि दिनदहारै यस्ता घटना हुन्छन्। सुरक्षा निकायमै बसेका मान्छेहरू कहिलेकाहीँ सिभिलमै हिँड्नै नपाउने अवस्था भयो भने यसले मानव अधिकारको उल्लङ्घन त स्वतः भएकै छ भन्ने कुरा हामीले महसुस गर्छौं। र यो 21औं शताब्दीमा आएर अधिकारको कुरा गर्दै गर्दाखेरि एउटा हातमा अधिकार हुन्छ, एउटा हातमा कर्तव्य हुन्छ भन्ने शिक्षा हामीले प्राप्त गरेका छैनौं कि? त्यो कुरा नैतिक शिक्षामा हामीले दिन सकेनौं कि? अब शिक्षाको हिसाबमा नैतिक शिक्षा नै ओझेल परिसकेपछिको परिणाम हो कि त? अब त सोच्नु पर्ने बेला आयो नि त। किन नैतिक शिक्षा हटाइयो, किन व्यवसाय शिक्षा हटाइयो भन्ने कुरा त अब हामीले चिन्ता गर्नुपर्ने भयो नि त। त्यसले गर्दाखेरि मानव अधिकार भित्र थुप्रै मौलिक अधिकारका कुराहरू छन्। त्यो मौलिक अधिकार भित्र रहिसकेपछि आफ्नो अधिकार खोजी जहाँ पनि बोल्ने तर अर्काको अधिकारको बारेमा कुच्चिकाइ गर्ने भयो भने समन्वय नङ र मासुको जस्तो सम्बन्ध हुन जहाँसम्म सक्दैन त्यहाँसम्म मानव अधिकारका घटनाहरू भइ नै रहन्छन्।